हामी चाहिँ अब दर्शन गरेर फर्किँदैछु। लास्टमा चाहिँ आमा छोरा मात्र पर्यौँ। चाहिँ माथि कति फिट माथि छौँ हो फिट चाहिँ थाहा छैन मलाई। अब हाम्रो झर्ने बाटो चाहिँ अलग्गै रहेछ। अनि यतातिर चाहिँ हाम्रो आमाहरूको फोटो सेसन भइरहेछ। रमाइलो छ एउटै शिलामा मजाले भगवान विराजमान हुनुहुन्छ। यो रमणीय दृश्य र एकदम प्रकृतिको देन चाहिँ हाम्रो नेपालमा कुनामा रहेछ। त्रिशुल महादेव छोरा खोइ छोरा कस्तो छ हेर्नु त बेरक त लाग्दो अरे हेर्नु त्यहाँ भनेको पनि ला होली हो यहाँ आउनु न छोरा चाहिँ होली खेल्दैछ अहिले मसँग होलीमा खेल्न पाएन अरे अनि होली खेल्दैछ।